देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। म देवपाल जप्रेल। आज शनिबारको दिन खास विशेष समय मिलाएर अहिले म बझाङ जिल्ला स्थित दुर्गाथली गाउँपालिका वडा नम्बर 5 स्थित सुन्दर बस्ती एकान्त बस्ती साँच्चीकै यो प्रकृतिले एउटा उपहार दिएको बस्ती जाफ्रीमा छु। अहिले देख्न सक्नुहुन्छ तपाईँ ठ्याक्कै मेरो अगाडि गैरी क्रिकेट स्टेडियम, गैरी क्रिकेट खेल मैदान। यो खेल मैदानलाई साँच्चीकै अब खेलकुद रङ्गशाला विशेष गरी क्रिकेट स्टेडियममा देख्ने हाम्रो उद्देश्य छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, जनचेतना युवा समाज जाफ्रीको शान, दुर्गाथलीको पहिचान। साँच्चीकै यो मूल मन्त्रका साथ, मूल उद्देश्यका साथ जनचेतना युवा समाज जाफ्री अगाडि बढिरहेको छ। अहिलेसम्म जे जति सबै पक्षले गर्नुभयो, यो खेल मैदान, यो अक्षर मैदान पुर्याउन सहयोग गर्नुहुने जग्गादाताहरू, जनचेतना युवा समाजका सम्पूर्ण पदाधिकारीजीहरू, जाफ्रीवासीहरू, वडा सरकार, स्थानीय सरकार लगायत सम्पूर्णमा हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। अब यति मात्रै गरेर भएन, यो क्रिकेट खेल मैदानलाई साँच्चीकै हामी एउटा बझाङ जिल्लाकै नमुना, बझाङ जिल्लाकै पहिचान राख्ने खालको क्रिकेट खेल मैदान बनाउन चाहन्छु। र त्यसका लागि अब साँच्चीकै तपाईँहरूको साथ, सहयोग अनि हौसलाको आवश्यकता परेको छ। अब सर्वप्रथम त म स्थानीय सरकार, वडा सरकारलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु स्तरोन्नतिका लागि। अनि आगामी वर्षमा यो खेलकुद मैदानले साँच्चीकै पहिलो प्राथमिकता पाओस्। स्थानीय सरकार दुर्गाथली गाउँपालिकाले म हार्दिक अनुरोध गर्न चाहन्छु, अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायत सम्पूर्ण जनप्रतिनिधिज्यूहरूलाई। त्यसै गरी प्रदेश माननीयज्यूहरूलाई पनि म बझाङ जिल्लाबाट जो निर्वाचित भएर जानुभएको छ उहाँहरूको पनि ध्यान आकर्षण गर्न चाहन्छु। यो क्रिकेट खेल मैदानले साँच्चीकै तपाईँहरूको एउटा विशेष योजनामा परोस्। र सँगसँगै भर्खरै मात्र निर्वाचित हुनुभएको नवनिर्वाचित बझाङ जिल्लाका आदरणीय युवा नेतृत्व, युवा माननीयज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब साँच्चीकै यो क्रिकेट मैदान तपाईँको नजरमा परोस्। साँच्चीकै यो क्रिकेट मैदानले एउटा बझाङ जिल्लामै खेलकुद खेल मैदान कहीँ पनि नभएको स्थिति छ अहिलेसम्म। अब यो बझाङ जिल्लाकै खेल मैदान मात्र होइन कि उत्कृष्ट खेल मैदान, यहाँ मल्टिपर्पजको खेल मैदान अथवा क्रिकेट रङ्गशाला बनाउनका लागि तपाईँले आफ्नो ठाउँबाट सम्बन्धित निकायमा पहल गर्नुहुनेछ। र आगामी आर्थिक वर्षमा यो क्रिकेट खेल मैदानले पनि तपाईँको एउटा प्राथमिकता मध्येको विशेष प्राथमिकता राखिदिनु हुनु पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। र सम्बन्धित सम्पूर्ण युवा साथीहरूलाई, सम्पूर्ण युवा व्यक्तिहरूलाई र जो डाइरेक्टली इन्डाइरेक्टली यो खेल मैदानसँग, खेलकुदसँग सरोकार राख्नुहुन्छ उहाँलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। विशेष गरी बझाङ जिल्ला खेलकुद समितिलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। बझाङ जिल्ला क्रिकेट सङ्घलाई पनि हृदयदेखि हार्दिक अनुरोध गर्न चाहन्छु। यो खेलकुद मैदानको स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्नको लागि साँच्चीकै यो बनाउ ठाउँमा होइन, यो क्रिकेट खेल मैदानले अब यो हाम्रो मात्र क्रिकेट खेल मैदान होइन, यो अब आदरणीय जाफ्रीवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू, आदरणीय नौविसवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू र आदरणीय बझाङ जिल्लावासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू, विशेष गरी युवा साथीहरूले आफ्नो ठाउँबाट यो खेलकुद मैदानको स्तरोन्नतिका लागि क्रिकेट खेल मैदान रङ्गशाला बनेको हेर्न चाहने जति पनि युवा साथीहरू हुनुहुन्छ, जति पनि खेलप्रेमी खेलाडी महानुभावहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सम्बन्धित निकायमा यो क्रिकेट खेल मैदानको स्तरोन्नतिका लागि पहल गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यो क्रिकेट खेल मैदानले अब साँच्चीकै तपाईँ हाम्रो एउटा समग्र बझाङकै एउटा भविष्य कोरेको छ। साँच्चीकै यो स्तरोन्नतिका लागि पर्खाइमा रहेको छ। र यो क्रिकेट खेल मैदानले विशेष गरेर प्राथमिकता राखिदिनु हुन सम्बन्धित सम्पूर्णमा हार्दिक अनुरोध गर्न चाहन्छु। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, तपाईँ हामी सबैका लागि खेलकुद, जनचेतना युवा समाज जाफ्री। थ्याङ्क यू सो मच।